बोले कृष्ण कन्हैया लाल की जय। सब सुंदर साथी को प्रणाम। काल ब्याल मुख ग्रास त्रास निर्नाश हेतवे श्रीमद् भागवतम कलि केशव किरणम। यो कलि युगमा अरू उपाय केही पनि छैन, मात्र परमात्मा श्री कृष्णको भक्ति बिना। यसरी श्रीमद् भागवतमा भन्नुहुन्छ, आज कालले निलिसकेको काल बेला मुख ग्रास, कालले मुखमा निलिसकेकोलाई पनि आज बचाउने उपाय के भन्दा मात्र एउटा परमात्मा श्रीकृष्णको नाम। श्रीकृष्णको नामलाई कसले जनाउने भन्दा शास्त्र श्रवण श्री भागवतमै बुद्धि जागृत ज्ञान। आज जुन श्रीमद् भागवतबाट नै हामीलाई कृष्णलाई चिनाउने, आज परमात्मा श्रीकृष्णको चाहिँ महत्त्वबारे बताउने, आज यो कालको मुखबाट निकाल्ने कृष्ण नाम हो भनेर बताएको हुँदा आज स्वयं 1638मा स्वामी सद्गुरु देवचन्द्रजी यो धरातलमा आएर यो कृष्णको महत्त्वबारे बुझाउनु भयो। र त्यसैले आज जब आयो ब्रह्मज्ञान तब ब्रह्मज्ञान, दायाँ बायाँ छोडो नजर ब्रह्मचरण ध्यान। त्यसैले आज परमात्मा श्रीकृष्णलाई चिन्नलाई धेरै कै हुए अवतार, तीर्थाङ्कर कै अवतार, किन व्रत नमिटे विश्वका केही निर्विकार, आजसम्म धेरै अवतारी भएका थिए, तर परमात्मा श्रीकृष्णलाई चिनाउनेवाला यो धरातलमा कोही आएको थिएन। त्यसैले सद्गुरु देवचन्द्रजीले आज परमात्मा श्रीकृष्णलाई चिनाउनु भयो। र यो परमात्मा श्रीकृष्णलाई चिनाउने सद्गुरुलाई जसले चिन्दछ, आज जसले आज गुरुले भनेको मान्दछ, उही हो कि परमात्मा श्रीकृष्ण, कृष्णको चाहिँ भक्त भनेर उसलाई चिनिन्छ। सबै सुन्दर साथीले प्रणाम प्रणाम।